गान्तोक अहिले म आएको चाहिँ निकै माथि आइपुग्यो त्यो चाहिँ बाटो यस्तो छ यहाँ चाहिँ गेट र एन्ट्रेन्स यहाँबाट छिरेर जुन चाहिँ त्यो सामान दिनु गएको गेला मिन्स टिचर फरेस्ट टाइपको छ यहाँ चाहिँ अलिक याद गरेर हिँड्नुपर्छ यहाँनिर चाहिँ किनभनेदेखि यहाँ चाहिँ फेरि जङ्गली भालु छ कि पुरै फरेस्ट हो नि त त्यही कारण चाहिँ यो एउटा प्राइभेट प्लेस हो राजाको अब उहाँ चाहिँ माथि राजाको त्यहाँ प्राइभेटमा बस्नुहुन्छ अन्त यहाँ चाहिँ भालुको अलिक डर हुँदो रहेछ जङ्गली भालु अब गेटको चाहिँ म रेकर्डिङ गर्नु पाएन हो किनकि अब त्यहाँ चाहिँ अलिक भेरिफिकेसन गर्छ अब कहाँ जानुभएको है माथि के कामले किन भन्दाखेरि यहाँनिर चाहिँ मेडिटेसन बस्ने जग्गा हो एउटा चाहिँ जुन चाहिँ एकदम पिस मानिन्छ अब त्यसले अलिक डिस्टर्ब हुन्छ भनेर चाहिँ सबैलाई अलाउ छैन यहाँनिर जानु कि अब केही कामले हुनु पऱ्यो त्यही भएर चाहिँ अब माथि अलिक डिस्टर्ब हुन्छ भनेर अब हामीले चाहिँ अब सोधखोज गर्छ अब कहाँदेखि किन आउनुभएको है के गर्नु के काम थियो कोसँग भेट्नु अलिक सोधखोज गर्छ त्यहाँ गेटमा चाहिँ अन्त मात्रै हामीलाई छिराउँछ भित्र अब त्यतिकै चाहिँ अब अरूहरू चाहिँ आउनु पाउँदैन यहाँनिर अब फर्स्ट अफ अल त यो एउटा प्राइभेट प्लेस भइगयो जुन चाहिँ सिक्किमको किङको प्लस त्यसले गर्दा पनि प्लस फेरि यो चाहिँ अब जग्गा चाहिँ बेसी मेडिटेसनको लागि हो विशेष गरी छाम्पोहरूलाई त्यही भएर चाहिँ अब लोकलहरू एलाउ छैन मनपरी पाउँदैन मन कामको लागि मात्रै आएको अब हामी पनि पाउँदैन यहाँ चाहिँ आइपुग्यो म यो गेट सक्नुहुन्छ नामगेल गुम्पा टाउन भन्ने चाहिँ यता छ त्यही चाहिँ मेडिटेसन सेन्टर हो एन्ट्रेन्स सेक्युरिटी प्रोटोकल चाहिँ देख्नुभयो के छ अब यहाँ चाहिँ यस्तो छ कच्चा बाटो चाहिँ कच्चा छ यहाँ चाहिँ सर्टकट रहेछ त म सर्टकट जान्छु किन यहाँबाट अलिक लामो छ यसो घुम्नुपर्छ कि अलिकति त्यो घुमिबस्नुभन्दा चाहिँ सर्टकट हिँडेको बेटर एकछिन त हो एउटा टर्निङ छ यहाँनिर चाहिँ हो यस्तो छ देख्नुभयो टर्निङ यस्तो टर्निङ छ घुमेको यहाँ चाहिँ त्यो मुनिकै रोडै घुमेर चाहिँ एक टर्निङ घुमेर आएको यो प्लेस चाहिँ पहिला उहिले अब राजा रानीको समयमा चाहिँ उहाँहरू बस्नुहुन्थ्यो होला त होइन अब बस्नु नै हुन्थ्यो पहिला एक्ज्याक्ट चाहिँ मलाई त्यति याद भएन यो अघि मुनिको बाटो यो यस्तो छ घुमेर आएको यसरी टर्निङ गर्छ त्यही घुमेर माथि आउँछ गान्तोक कम्ती देख्दैछ यो जग्गाको अहिले चाहिँ डिग्री चाहिँ कति रहेछ भने अलमोस्ट 13 to 14 डिग्री चाहिँ होला त्यतिको माइनसमा रहेछ चिसो पुरा एकदम हिउँ चाहिँ पर्छ पर्दैन त्यो त मलाई थाहा भएन तर पुरा चिसो चाहिँ चिसो यहाँनिर एकदम चिसो छ तर देख्न सक्नु यस्तो छ चिसोले गर्दा ब्लड राम्रो हातमा नपुग्दा हुन्छ नि सबै सेतो देख्छ पुरा ब्लड छ भने चाहिँ अब त्यो तातेले गर्दा क्या ब्लड सर्कुलर मजाले हुँदा चाहिँ अलिक कालो कालो हात देख्छ नि पुरा सेतो देख्छ यता त पुरा हाइटमा भएर आइपुग्न आँटेको छ एउटा टर्निङ त्यहाँदेखि चाहिँ भेट्छ गाडीमा आउनु आँटेको थियो गाडीमा नआउनु कारण चाहिँ अब एउटा एक प्रकारले यस्तो जग्गाहरू चाहिँ पिस हुन्छ नि त बिस्तारै अब हिँड्दै अलिकति मजा गर्नु पऱ्यो भनेर नै आएको गाडीमा हिँड्दा एकछिनमा पुगिहाल्छ के फिलै हुँदैन त्यो यो जग्गा अब पुरा पिस छ है मजाले हिँड्यो चिसो हावा प्योर अक्सिजन खाँदै अलिअलि ब्लक पनि गर्दै त्यही कारण चाहिँ म गाडी नलिएको नभए तलबाट हामीले रिजर्भ गर्दा चाहिँ हुन्छ तर पनि चान्सेस कम्ती छ अब एन्ट्रेन्सभित्र छिराउँछ कि छिराउँदैन भनेर किन अब त्यो त मलाई त्यति याद भएन यस्तो छ जङ्गल पुरै जङ्गल तपाईँहरूले अब सिक्किममा अब यहाँनिर अब होला 20-30जना छाम्पोहरू बस्नु भएको छ होला सायद अब यस्तो जङ्गलमा तर यहाँ होइन त्यो चाहिँ लोकेसन चाहिँ निकै अझै माथि हो अझै माथि पर्छ त्यो चाहिँ पुरै यो त निकै मुनि नै हो यहाँदेखि अझै माथि छ अब चाहिँ म निकै छेउमा आइपुग्यो धुपी गाडी यहाँ चाहिँ अब अलिअलि देख्दै गरेको चाहिँ छाम्पोहरू बस्ने ठाउँ यो चाहिँ घरहरू
यो चाहिँ उयो गरिदिएको थिएँ ल यो प्लाई गरेको थिएँ ल पछाडि चाहिँ मैले उयो हालिदिएको छु ल यो सनमाइकल चिप्लो छ ल राम्रो हुन्छ Aku soknya pakai tene, aina bande, udah, cuci aku, piacu dah, lama. Si, dia kau, kusya bande sen, kucu saya, yo sensor, aku cucu pernah macam mana, jo, dah aku sen, pas rampat itu bande sen. 이시가 쳐보거든. 네. 얘는 있을 줄 봐, 봤어. 교리기, 깨닫을 때, 냐 봐도 보죠. 요새, 되게, 어떤, 울러도 뻗쳐라. 교리 겨우번에, 치고 발전을 남고 봤지. 내가 요새 엄마도 치고 봤지. 걔네 요 누리 뛰노다 보고 가는 거죠. जो बटुगाको चाहिँ दर्जीको डिपो भन्छ त्यो कुदर्जी सुन्दर्जी कुदर्जी फेरि झुदेखि यहाँ दोटा भनेको चाहिँ निदुपको पाचेको थियो निदुप चाहिँ दिनको रातिको पाचे कुचो चाहिँ दर्ता दिन्छ पछि दिएको चाहिँ मान्छे यो एउटा चाहिँ त्यो यस्तो घाटाम गरेको छौँ घाटाम चाहिँ त्यो छुप निस्किन्छ त्यो अब के सापाले हेर्नुपर्छ यो चाहिँ आफै लगेर अब त्यो राति चाहिँ त्यो ओछ्यानमा लगेर सुत्नुपर्छ एउटा अलिक लामो छ दर्ता दिन्छ त्यो लामो चाहिँ ओछ्याको मती हो यो चाहिँ अब आफैको त्यो सुतेर सापान के देख्छु बदलेर देख्छु छ त्यो चाहिँ रिम्पुसीले मात्रै गर्छ ल त्यो रिम्पुसी ए अरूले चाहिँ हुँदैन हैन त्यो रिम्पुसी देख्छ छुले त्यो सापानलाई आफै बिर्छ लाग्नु कस्तो हुन्छ भन्ने अब त्यो सापान चाहिँ चेकअप छासिएको के देख्छु भन्छन् बरु आफूले भन्दैन या खालि भनेको लुगा सेतु ओरेको यो के भन्छ बाहिर नालेको त्यो राम्रो हो त्योदेखि माथि त्यो दारा माथि त्यो चलेको त्यो राम्रो हो त्योदेखि आफैले एउटा गाजा उठेको हुन्छ हो त्यो राम्रो हो त्योदेखि यो ठुलो पानी खोला तोडेर गएको एकदम त्यो हो सेलाप छु त्योदेखि अब तपाईँ सेलाप हो भने हिजोभन्दा आज अलिक मन कस्तो हुन्छ आजभन्दा भोलि कस्तो हो सेलाप चाहिँ त्यहाँ गाउँछ होला अब त्यही छ अब त्योदेखि त्योदेखि घाम लागेको देख्यो एकदम त्यो अब राम्रो खोला त्यो हाम्रो यो भन्छ हाम्रो त्यो सपनामा चाहिँ देख्छ चेलाको यो चाहिँ दाजुको त्यो मान्छे नै अब यहाँबाट जस्तो यहाँ त्यो रिम्पुसी कारोकोमा अनुसितका पनि यस्तो देव भनेको ताजु भन्छ अन्त एउटा दिन्छौँ आफैले अब के छैन भने यस्तो राति मात्रै हुन्छ चेन्दा बाजेर हाल्छ हो अन्त यो मात्रै सुमा अब कहाँ जोड्छ कि त्यो चाहिँ सुमा निस्किन्छ नराम्रो होइन जहाँ जोड्दा पनि तपाईँको एकदम कालो जाँदा राखिन्छ चेन्दा यतिको लागि चाहिँ आधा अब यो बनाएको चाहिँ यही हो पहिलाको घर चाहिँ जति चाहिँ सबै ढुङ्गाले बनाएको सबै ढुङ्गाको वाल रहेछ र अब यहाँबाट चाहिँ म चाहिँ जाँदैछु फर्किँदै गरेको अब चाहिँ म फर्केको यहाँदेखि अब बेसी भिडियो गर्नु पाएन अलिअलि गरेछु र त्यति नै थियो सामान मात्रै लिनु आएको अन्त अब चाहिँ म फर्केर अब घर जाँदैछु हुन्छ अब कस्तो लाग्यो सानोले एउटा ब्लग हेरिदिनुहोस् होला अब छाम्पो रहेछ यहाँनिर चाहिँ अहिले 20-22-22जना बस्नु भएको रहेछ अहिले यहाँनिर अलिक अब डिस्टर्ब हुन्छ अब हामी हल्ला गर्नु हुँदैन हो त्यही अघि मैले घरहरू अलिअलि देखाएको छु त्यहाँनिर छाम बस्नु भएको रहेछ लोसुम दोसुम बस्छ यहाँ चाहिँ
लोसुम भनेको त अब लो भने वर्ष हो, सुम भने 3 वर्ष 3 महिना। अब त्यो चाहिँ नेपालीबाट चाहिँ लोसुम दोसुम भने दो चाहिँ दावा महिनामा आउँछ, सुम भनेको 3 मात्रै आउँछ। दावासुम, लोसुम र दावासुम बस्दा चाहिँ अलिक सर्टकट छिटो भन्छ, लोसुम दोसुम भनेको सुन्छ, त्यति नै हो मतलब चाहिँ त्यही हो। 3 वर्ष 3 महिना आइपुग्यो अघिको सर्टकट फेरि होला ल।